डाइपर चेन्ज कसरी गर्ने है डाइपर चेन्ज गर्ने बेलामा चाहिँ हामीले पोजिसन मिलाउनु पर्छ हैन पोजिसन चाहिँ ल्याटरल पोजिसनमा चाहिँ हुनु पर्यो है ल्याटरल पोजिसनमा राख्नु भन्दा अगाडि चाहिँ हजुरले डाइपर रेडी गरेर राख्ने है यो स्टिक गर्नेवाला पार्ट चाहिँ हाम्रो ब्याक साइड भयो यो पार्ट चाहिँ हाम्रो फ्रन्ट साइड भयो है यसलाई चाहिँ रेडी गरेर राख्ने पेशेन्टलाई एक्सप्लेन गर्ने प्राइभेसी मेन्टेन गर्ने हैन त्यसपछि फ्लिप गर्ने है फ्लिप गरिसकेपछि उनीहरूले होल्ड गरिदिने है सिंगल हुनुहुन्छ भने आफैले यसरी होल्ड गर्नु भए पनि हुन्छ यहाँ हैन डबल हुनुहुन्छ भने अर्कोले गरिदिन्छ है अनि यसलाई ठ्याक्क हिपको सेन्टरमा चाहिँ राख्ने अनि छोड्दिने अब यो स्टिक गरिदिने है यसरी स्टिक गरिदिन्छ है अब यो चाहिँ लगाउने तरिका भयो है निकाल्ने बेलामा चाहिँ हामी कसरी निकाल्छौँ है स्टिक गरेकोलाई अहिले चाहिँ मैले यसलाई चपाइदिएँ हजुरले गर्ने बेलामा चपाउनु पर्दैन है वेस्ट जान्छ भनेर मात्रै है यो गर्ने अगाडिकोलाई फोल्ड गर्ने है अनि सेम अघि हामीले पेरिनियल केयर गरेको थियौँ नि त हैन तर पेरिनियल केयर चाहिँ कस्तो कन्डिसनमा गर्छौं भन्दाखेरि उहाँहरुको स्टुल गरेको छैन सफा गरिदिनुको लागि मात्रै त्यसरी गर्छौं है तर स्टुल गर्नु भएको छ भने हामीले वाइप्सहरु युज गर्छौं है वाइप्स सेम अघिकै वेमा वाइप्स युज गर्छौं हैन तर डाउन युज गर्छौं है हामीले अघि पनि डाउनै गरेको थियौँ नि त हैन डाउन युज गर्छौं है डाउन युज गर्छौं वाइप्सलाई चाहिँ यसैमा राखेर फाल्दिन्छौं है बुझ्नु भयो अनि यसलाई चाहिँ रोल गर्छौं फ्लिप गर्छौं पेशेन्टलाई अनि सेम वेमा सफा गर्छौं है सफा गरिसकेपछि यही फाल्ने साइड साइडबाट रोल गर्ने अनि अर्को डाइपर रेडी पारेर राखेको हुन्छ अनि अघिको जस्तै सेम वेमा लगाइदिने है बुझ्नुभयो ल यसरी चाहिँ हामीले डाइपर चेन्ज गर्छौं है म लगाएर पनि देखाएँ निकालेर पनि देखाएँ है